हेलो साथीहरु, आज हामी सिक्नेछौं टिकटक भिडियोको एनालिटिक्स चेक गर्ने तरिका। त्यसकारण भिडियोको अन्तिमसम्म रहनुहोला र जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न पनि नबिर्सनुहोला र भिडियो मन पर्यो भने लाइक गर्नुहोला र अझै मन पर्यो भने शेयर र सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला भन्दै लागौं आजको भिडियोतर्फ। सबैभन्दा पहिला तपाई आफ्नो प्रोफाइलमा आउनुपर्ने हुन्छ र प्रोफाइलमा आइसकेपछि जुन तपाईले जुन यो मैले यस्तै जुन यो तपाईले पिन यसरी भिडियोलाई पिन गर्नु भएको छ भने चाहिँ तपाईले यसको एनालिटिक्स हेर्न सक्नुहुन्न। जसरी तपाईले हेर्नको लागि चाहिँ आफ्नो पिन नम्बरको भिडियोलाई चोइस गर्नु होला। जस्तै म चाहिँ यो 618 भ्युज भएको भिडियोको एनालिटिक्स देखाउन चाहन्छु। त्यसको लागि तपाईले आफ्नो भिडियोमा टच गर्नु होला। त्यसरी आफ्नो भिडियो प्ले हुन्छ। त्यसपछि यहाँ तल देख्न सक्नुहुन्छ, यहाँ 3 डट वाला अप्सन छ है। 3 डट वाला अप्सनमा टच गराउनुला। त्यसपछि यता मुनि लेफ्ट साइडमा देख्न सक्नुहुन्छ एनालिटिक्स। अब यहाँ देखिसकेपछि यहाँ टच गर्नु होला। यदि गरे चाहिँ तपाईको एनालिटिक्स यहाँ ओपन हुन्छ। जसरी चाहिँ अब यहाँबाट तपाईले सम्पूर्ण आफ्नो भिडियोको जानकारी हेर्न सक्नुहुन्छ। जस्तै मेरो चाहिँ यहाँ 618 भ्युज प्राप्त भएको छ। अनि तलतिर जाने भने 6 सेकेन्ड एभरेज वाच टाइम। यो भनेको मतलब चाहिँ तपाईको भिडियो चाहिँ कति मान्छेले कति सेकेन्डसम्म हेर्यो भन्ने हो हैन। यो चाहिँ तपाईको मान्छेले जति धेरै हेर्यो, जति यो जस्तो सेकेन्ड चाहिँ तपाईले बढाउन सक्नुभयो, त्यति तपाईको भिडियोमा भ्युज आउने चान्सेस बढी हुन्छ। र यसरी नै यहाँ मैले चाहिँ यो भिडियोबाट चाहिँ 12 जना फलोअर्स चाहिँ गेन गरेको छु। अब यसरी यता वाच के अरे टोटल प्ले टाइम, वाच फुल टाइम भन्ने के छ हैन, यो पनि हेर्न सक्नुहुन्छ। अनि मुनतिर सर्नुभयो भनेदेखि चाहिँ यहाँनिर तपाईको चाहिँ भिडियोमा चाहिँ कहाँबाट कति भ्युज आएको छ भनेर थाहा पाउन सक्नुहुन्छ। जस्तै फर युबाट मेरो चाहिँ 84%, अदर्सबाट 5%, यसरी नै यहाँबाट तपाईको भ्युज कति आएको छ देख्न सक्नुहुन्छ। अनि तलतिर सार्नुभयो भने सर्च की रिच छ नि जुन, यो भनेको मतलब चाहिँ तपाईको भिडियोमा लागेको टाइटलबाट पनि भ्युज आएको छ कि छैन, कति आउँछ होला। त्यही भएर तपाईको टाइटलमा पनि भ्युज आउने सम्भावना हुन्छ। त्यही भएर सर्चेबल टाइटल राख्नुपर्छ भनेको कारण चाहिँ यो हो हैन। त्यसपछि यता भ्युअर्समा आउनुभयो भने अब यहाँ चाहिँ तपाईले टाइप्सहरु देख्न सक्नुहुन्छ। जस्तै न्यू भ्युअर्स 70%, न्यू भ्युअर्स 70%, रिटर्निङ भ्युअर्स 4%। अब यो न्यू भ्युअर्स भनेको चाहिँ नयाँ साथीहरु र रिटर्निङ भ्युअर्स भनेको चाहिँ पुरानो भ्युअर्सहरुले पहिलादेखिको साथीहरुले हेर्ने भने बुझिन्छ। त्यसरी नन फलोअर्स भनेको चाहिँ तपाईको भिडियो हेर्ने तर फलो नगर्नेहरुको लिस्ट हो यो चाहिँ है। अनि तलतिर सार्नुभयो भनेदेखि यहाँनिर चाहिँ अब तपाईले देख्न सक्नुहुन्छ मेलले कति पर्सेन्ट, फिमेल कति पर्सेन्ट, कति उमेरकोले कति पर्सेन्ट, यो पनि हेर्न सक्नुहुन्छ। अनि त्यसरी तल सार्नु भने यहाँनिर लोकेसनहरु छ, तपाईको कुन देशबाट कति हेर्ने भ्युअर्स छ त्यो थाहा हुन्छ। मेरो नेपालबाट 82%, अब यो अरबबाट 5%, मलेसियाबाट 3%, यसरी चाहिँ सम्पूर्ण आफ्नो भिडियोको एनालिटिक्स हेर्न सक्नुहुन्छ। साथीहरु यहाँ एंगेजमेन्टहरु पनि सबै हेर्न सक्नुहुन्छ तपाईले है। अनि यसरी चाहिँ तपाईले आफ्नो भिडियोको एनालिटिक्स हेर्न सक्नुहुन्छ। साथीहरु नि आजको मेरो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक गरिदिनु होला, कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला र अरूलाई पनि सिकाउन चाहनुहुन्छ भने भिडियोलाई सक्दो शेयर गर्नु होला। हस्त नमस्ते, बाइ बाइ।